उहिले उहिले एका देशमा एकजना राजा थिए। ती राजाकी रानी थिइन्। उनीहरूका 6 जना सन्तान थिए। ती सन्तानहरूमध्ये 5 जना छोरा र 1 छोरी थिइन्। राजाकी छोरीको केश सुनौलो थियो। उनको केश सुन जस्तो भएकोले राजाले सुनकेसरा नाम राखिदिएका थिए। बाहिर फेर जाँदा सुनको केश झर्छ हराउँछ भनी सुनकेसरा रानीलाई जता पायो उतै हिँड्न दिँदैनथ्यो। एक दिन सुनकेसरा रानीका साथीहरू खोलामा नुहाउन जाने भए। सबै साथीहरू नुहाउन जाने भएपछि सुनकेसरालाई पनि खोलामा नुहाउन जाउँ लाग्यो। उनले आमालाई आफ्नो सबै साथीहरू नुहाउन खोलामा जाने भएकोले आफू पनि साथीहरूसँगै खोलामा नुहाउन जाने बताइन्। आमाले सुनकेसरालाई फकाउँदै भनिन्, छोरीले त्यसरी जथाभावी हिँड्नु हुँदैन। त्यसमाथि पनि तिम्रो त केस पनि सुनको छ। एउटा केस मात्र हरायो भने पनि हामीलाई कति ठुलो नोक्सान हुन्छ। सुनकेसराले भनिन्, आमा म एक केसरा पनि हराउँदिन नि। म जतन गरेर नुहाउँछु, कतै पनि केस हराउँदिन। आमा नुहाउन जान नदिने, छोरी नगई नछाड्ने विषयलाई लिएर दरबारमा निकै ठुलो गलफती भयो। अन्त्यमा छोरीको जिद्दीका सामु आमाको वात्सल्य प्रेमले हार्नु पर्यो। आमाले सुनकेसरालाई साथीहरूका साथ नुहाउन खोलामा पठाइन्। सबैले खोलामा नुहाए। दिनभरि अनेक किसिमका खेलहरू पनि खेले। बेलुका घर फर्कने बेला भयो। सबैले आफूले सुकाएका लुगा उठाए। आफूले घरबाट ल्याएका सामान ठिक छन् कि छैनन् भनी जाँचे। सुनकेसराले आफ्नो केस थामिन्। उनको केस राशिबाट एउटा केस हराएको पाइयो। सुनकेसरा आफ्नो कपाल भएको एक केसरा रौँ हराएपछि साह्रै चिन्तित भइन्। उनले साथीहरूलाई भनिन्, सङ्गी हो, म त बित्थामा आएँ कि। मलाई तिमी नजाऊ भनेर मेरी आमाले कति भन्नुभएको थियो। मैले उहाँको कुरा नमानी अटेर गरेँ। अब मैले कुन मुख लिएर आमालाई देखाउनु। सुनकेसराको कुरा सुनेपछि सबै साथीहरूले केस खोज्न लागे। नुहाएको ठाउँदेखि तल तलसम्म खोला किनारमा सबै मिलेर खोज्दा पनि हराएको सुनको केसरा भेटिएन। सबैतिर सुनको केस खोज्दा पनि नभेटिएपछि बेलुका निराश हुँदै सुनकेसरा रानी सङ्गीहरूका साथ दरबार फर्किन्। उनले आफ्नो सुनको केस हराएको कुरा आमाको खोपीमा गई आमालाई सुनाइन्। आमाले सुनकेसरालाई गाली गर्दै भनिन्, अघि नै मैले तिमीलाई नुहाउन नजाऊ, सुनको केस हराउँछ, हरायो भने दुःख मात्र हुन्छ भनेकी थिएँ। तिमीले साह्रै जिद्दी गर्यौ। मैले भनेको तिमीले मान्दै मानिनौ। अब के हुने हो? सुनकेसरा रानीकी आमाले यो कुरा बुवालाई सुनाइन्। आफ्नी छोरी सुनकेसराको सुनको केस हराएको थाहा पाउने बित्तिकै राजाले दरबारका मन्त्री, भारदार र सिपाहीहरू सबैलाई तुरुन्त दरबारमा उपस्थित हुन हुकुम गरे। सबै उपस्थित पनि भए। राजाले सुनकेसरा रानीको केस हराएको कुरा बताउँदै कुनै पनि हालतमा त्यो केस भेटिनु पर्ने र जसले भेटाउँछ उसैसँग सुनकेसराको विवाह गरिदिने बाचा पनि गरे। राजाको ओर्दे बमोजिम राज परिवारका सदस्यहरू, मन्त्रीहरू, भारदारहरू, सिपाही तथा रैतीहरू सबै नै सुनकेसरा रानीको हराएको केस खोज्न सुनकेसराले दिउँसो नुहाएको खोलातिर गए। सबैले छापाछाप गरेर खोजे, तर कहीँ कतै पनि सुनको केस भेटिएन। दिनभरि खोज्दा खोज्दा सुनको केस खोज्नेहरू थकित भए। उनीहरू निराश हुँदै फर्कने तयारी गर्दै थिए। त्यस्तैमा सुनकेसराको काहिलो दाजुले आफ्नी बहिनीको हराएको सुनको केस भेटे। बेलुका यो खबर राजालाई सुनाइयो। राजालाई ठुलो चिन्ता लाग्यो। राजालाई नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार भने जस्तै भयो। काइलो छोरो र सुनकेसराको विवाह नगरिदिउँ, आफूले बाचामा हारेको छ। विवाह गरिदिउँ भने दाजु बहिनी बीच कसरी विवाह गर्ने? राजाले मन्त्री र भारदारहरूसँग परामर्श गरे। सबैले राजालाई आफ्नी कबुल पूरा गर्न सुनकेसरा रानीको विवाह उनले हराएको सुनको केस भेट्ने काइलो दाजुसँग गरिदिने सुझाव दिए। सबैले सल्लाह बमोजिम सुनकेसराको विवाह उनको काहिलो दाजुसँग हुने भयो। सुनकेसरालाई भने ठुलो दुःख लाग्यो। एकातिर आफ्नो सुनको केस हराएको थियो भने अर्कोतिर आमा बाबुले गाली गरेकोले उनको मन दुखिरहेको थियो। त्यसै बेला आलो घाउमा नुनचुक छर्कदा
आफ्नो काहिलो दाजुसँग बिहे हुने कुराले उनलाई झन् ठुलो दण्ड दिए चाहिँ लाग्यो। उनलाई यो कुरा अत्यन्त अपमानजनक लाग्यो। उनले यो अपमान भोग्नुभन्दा घर छाड्नु उचित सम्झिन्। उनले घर छाडिन् र एउटा सिमलको रूख रोपिन्। सिमलको सानो बोटलाई भनिन्, बडबड सिमल आकाश छो, बडबड सिमल आकाश छो। सिमलको रुख बढ्दै बढ्दै ठुलो भयो, तर त्यो हाँगिएन। सुनकेसराले सिमललाई भनिन्, हाँगै हाँगा सिमल हाँगी। उता राजदरबारमा सुनकेसराको विवाहका लागि भव्य तयारी हुँदै थियो। मण्डप बनाइएको थियो, विवाहका लागि बाजा बजिरहेको थियो। दुलाईलाई सिँगार पटार गरी विवाह मण्डप ल्याउन सबैले सुनकेसराका सङ्गीहरूलाई अर्याइरहेका थिए। त्यस्तैमा सुनकेसरा रानीले केश कोरिन्, टीका लगाइन्, गाजल लगाइन्, चोलो लगाई, पटुका बाँधिन्, पोल्टामा तिल चामल खाजा बोकेर मजेत्रो ओढी कसैले नदेख्ने गरी घरबाट सुटुक्क निस्किन् र आफूले रोपेको सिमलको रुखमा चढिन् र उनले सधैँ चाहिँ सिमलको रुखलाई भनिन्, बडबड सिमल आकाश छो। सिमलको रुख उनलाई उचाल्दै झन्झन अग्लिन थाल्यो। दरबारमा भने सुनकेसरा रानीको विवाहको लगन हुने बेला भयो, तर उनलाई कहीँ खोज्दा पनि भेटिएन। खोज्दा खोज्दै सबैले उनलाई दरबार नजिकैको अग्लो सिमलको रुखको टुप्पामा चढेर बसिरहेको देखे। उनी विवाह गर्न राजी नभएर त्यहाँ गएकी भए पनि आफ्ना आमा बाबु र दाजुभाइले भने शर्त बमोजिम चेलीको विवाह गरिदिनै पर्थ्यो। त्यसैले विवाहको मण्डपमा आफ्नी छोरीलाई राख्ने पहिलो दायित्व बाबुकै ठहर्यो। सुनकेसराका बाबु उनलाई बोलाउन भनी सिमलको रुख भएतिर लागे। आफ्ना बुवा आफूलाई लिन आउँदै गरेको देखेर सुनकेसराले भनिन्, बडबड सिमल आकाश छो। सिमलको रुख झन्झन अग्लिन थाल्यो। सुनकेसराका बुवा सिमलको फेदमा पुगेर सुनकेसरालाई फकाउँदै भन्न थाल्यो, ओर्ला न ओर्ला सुनकेसरा, बिहेको लगन टर्नै लाग्यो। सुनकेसराले पनि सिमलको टुप्पाबाटै फेदमा उभिएका बुवालाई उत्तर दिइन्, ओर्ला न त ओर्लन्थे मेरा बुवा। बुवा भन्नुपर्नेलाई ससुरा भन्नु पर्यो नि भन्दै आफ्ना बुवालाई श्राप दिइन्, थुक्क तिमी पर जाऊ अनि मरिजाऊ। सुनकेसराका बुवा त्यही सिमलको फेदमा मरे। उता विवाह मण्डपमा बाजाहरू बजिरहेका थिए। कतिखेर राजाले छोरी सुनकेसरालाई ल्याउलान् र विवाह सम्पन्न होला भनी पर्खिरहेका मानिसहरू पर्खदा पर्खदा हैरान भए। सुनकेसरा त हराएकै थिइन्। उनलाई खोज्न भनी गएका उनका बुवा पनि हराए भन्दै विवाहमा भेला भएका मानिसहरू छटपटाउन थाले। राजाले फर्कन ढिलो गरेकाले सुनकेसराकी आमा श्रीमान खोज्दै त्यही सिमलको फेदमा पुगिन्। आफ्नी आमा सिमलको रुखतिर आउँदै गरेको देखेर सुनकेसराले भनिन्, बडबड सिमलु आकाश छो, बडबड सिमलु आकाश छो। सिमलुको रुख आकाशिँदै गयो। त्यही अग्लिँदै गरेको सिमलको रुखको फेदमा पुगेर सुनकेसराकी आमाले सुनकेसरालाई भनिन्, ओर्ला न ओर्ला सुनकेसरा रानी, विवाहको लगन टर्नै लाग्यो। सुनकेसराले पनि आमालाई उत्तर दिइन्, ओर्ला न त ओर्लन्थे मेरी आमा, आमा भन्नुपर्नेलाई सासू भन्नु पर्यो है। सुनकेसराले आमालाई पनि श्राप दिइन् र भनिन्, थुक्क पर जाऊ अनि मरिजाऊ। यसरी आमा पनि त्यही सिमलको फेदमा मरिन्। यता विवाह मण्डपमा सुनकेसरालाई उनका बाबुआमाले कति बेला ल्याइ पुर्याउँछन् र विवाह सुरु गरौँ भनेर मानिसहरू पर्खिरहेका थिए। तर छोरी खोज्न गएका सुनकेसराका बाबुआमा नआएपछि सबैजना छटपटिन थाले। त्यतिकैमा सुनकेसराका जेठो दाजु बाबुआमा र बहिनी सुनकेसरालाई खोज्न हिँडे। खोज्दै खोज्दै जाँदा उनले सुनकेसरालाई अग्लो सिमलको रुखमा चढेर बसेकी र तल फेदमा भने बाबुआमाको लास लडिरहेको देखे। आफू चढेको सिमलको रुखको फेदमा जेठो दाजुलाई देखेर सुनकेसराले भनिन्, बडबड सिमलु आकाश छो। सिमलको रुख हाँगिँदै र अग्लिँदै गयो। सुनकेसराले फेरि भनिन्, अग्ली अग्ली रुख आकाशसम्म। सुनकेसराका जेठा दाजुले सिमलको रुखको टुप्पीमा बसेकी बहिनीलाई रुखबाट ओर्लन र विवाहको निम्ति तयार हुन अनुरोध गर्न थाले। ओर्ला न ओर्ला सुनकेसरा रानी, विवाहको लगन टर्नै लाग्यो।
सुनकेसराले पनि अघि अघि आमा बाबुलाई दिए झैँ जेठा दाजुलाई पनि श्रापले जवाफ दिइन्। ओर्लन त ओर्लन्थे मेरा ठुल दाजै, दाजै भन्नुपर्नेलाई जेठाजु भन्नु पर्यो है। अनि दाजुलाई पनि श्राप्न थालिन्, थुक्क पर जाऊ अनि तिमी मरिजाऊ। सुनकेसराले फेरि भनिन्, अग्ली अग्ली सिमल आकाशसम्म, अग्ली अग्ली सिमल आकाशसम्म। यसरी जेठा दाजु पनि सुनकेसराका श्रापले त्यही मरे। विवाहको मण्डप कुरेर बसेका मानिसहरू कुरेको कुरै भए। बहिनी खोज्न गएका जेठा दाजु पनि नफर्केपछि सुनकेसराका महिला दाजु गए। उनले पनि सुनकेसरालाई रुखबाट ओर्लन अनुरोध गरे, तर उनी ओर्लिन मानेनन्। उनले बोलाउन जाने बाबु आमा र ठुल दाजुलाई जस्तै महिला दाजुलाई पनि श्राप दिइन्। उनी पनि फर्केनन्। उनलाई खोज्दै साइला दाजु पनि गए। उनी पनि कता गइस् हराउने बोलाउने देश जस्तै भए। अन्त्यमा काहिला भाइ जोसँग सुनकेसराका विवाह हुने भएको थियो, उही मानिस सुनकेसरा खोज्दै गए। सुनकेसरालाई सिमलको रुखमा चढी बसेको देखेर हकार्दै उसले भन्यो, ओर्लन्छेस् कि फेद ढालौँ? सुनकेसराले पनि उत्तर दिइन्, ओर्लन त ओर्लन्थे मेरा काहिला दाजु, दाजु भन्नुपर्नेलाई स्वामी भन्नु पर्यो है। उसले सुनकेसरा चढेको सिमलको रुखलाई फेदमै ढाल्ने विचार गर्यो र बन्चरो ल्याई सिमलको रुख ढाल्न सुरु गर्यो। सुनकेसराले सिमलको रुखलाई ढालिन्। फलामसरी फलामसरी सिमलको रुखको फेद फलाम जस्तै भयो र काइलोले बोकेको बन्चरोले सिमलको रुखको फेद ढाल्न खोज्दा बन्चरो सबै भाँचिएर टुक्रा टुक्रा भयो। सुनकेसराले काहिलालाई पनि श्राप दिइन्, थुक्क पर जाऊ, आफ्नो चेली बिहे गर्न तम्सिने तिमी त मरिजाऊ। काहिलो भाइ पनि सिमलको फेदमै ढल्यो। सिमलको रुख भने झन्झन अग्लिँदै आकाशिन थाल्यो। सुनकेसरा रानी खोज्न हिँडेको काहिलो भाइ पनि फर्केर नआएपछि त्यो घरबाट विवाह उठ्यो। विवाहमा भेला भएका सबै मानिसहरू आफ्नो घरतिर लागे। घर सबै उजाड भयो। घरमा सुनकेसराका कान्छो भाइ मात्रै रह्यो। ऊ सानै थियो। उसले आमा बाउ दाजुहरू र दिदी कसैलाई पनि देखेन। ऊ रुन थाल्यो। ऊ रुँदै रुँदै दिदी सुनकेसरा खोज्न सिमलको रुखको फेदमा पुग्यो। सुनकेसरा दिदीलाई रुखको टुप्पामा देखेर कान्छो भाइले भन्न थाल्यो, ए दिदी म पनि त्यहीँ आउँछु नि, दिदी म पनि त्यहीँ आउँछु नि। ऊ आलाप बिलाप गरी रुन थाल्यो। सुनकेसराले रुखको टुप्पैबाट भाइलाई सम्झाइन्, भाइ तिमी सानै छौ, तिमी यहाँ आएर बस्न सक्दैनौ। यहाँ बस्ने ठाउँ पनि छैन, सुत्ने ठाउँ पनि छैन। तिमीलाई भोक लाग्छ, दिने खानेकुरा पनि छैन, तिर्खा लाग्छ, पानी पनि छैन। हेर न मलाई कति दुःख छ। तिमी यस्तो दुःख सहन पनि सक्दैनौ। हुरी आउँछ, बतास आउँछ अनि रुख हल्लाउँछ। अग्लो रुख ढलिहाल्यो भने के गति होला? त्यसैले तिमी मसँग नआऊ, भुइँमै बस, तिमीलाई त्यही सुख छ। भाइ भने दिदीको कुरा नसुनी, ए दिदी म पनि आउँछु, म पनि आउँछु भन्दै सिमलको रुखको फेदमा रुँदै बसिरह्यो। सुनकेसराले मनमनै भनिन्, धिक्कारै होस्, आमा बाउ दाजुभाइ सबै मरे, मेरो त यो दुर्गति भयो भयो। यो सानो बालकले के बिराएको छ र यसलाई हेला गर्नु? जति विचार गर्दै जान्छन् उति उनलाई भाइको माया लाग्दै गयो। सिमलको रुखको फेदमा बसेर रोइरहेको सानो भाइलाई सम्झेर उनी दयालु बनिन्। सुनकेसराले सिमलको रुखलाई आदेश दिइन्, होची सिमल, होची पातलसम्म होची। सुनकेसराले भन्ने बित्तिकै बढेर आकाश छुन पुगेको सिमलको रुख होचो भयो। जरा काण्ड हाँगा छुट्याउनै कठिन हुने गरी होचियो। कान्छो भाइको हात समातेर सुनकेसराले सिमलको रुखमा चढाइन् र सिमलको रुखलाई भनिन्, अग्ली सिमल, अग्ली आकाशसम्म। सिमलको रुख दुवै दिदी भाइलाई लिएर आकाशियो। जब सिमलको रुख आकाशिन छाड्यो तब सुनकेसरासँग भाइ भन्न थाली, ए दिदी भोक लाग्यो, मलाई तिर्खा लाग्यो। सुनकेसराले भाइलाई फकाउँदै भनिन्, अघि नै मैले भनेको होइन तिमीलाई, भोक लाग्छ, तिर्खा लाग्छ, माथि नआऊ। तिमीले मान्दै मानेनौ, अब के गर्नु? भाइले रोँदै भन्यो, दिदी मलाई भोक लाग्यो, मलाई तिर्खा लाग्यो। सुनकेसरालाई पर्नुसम्म पिर पर्यो। आफू एक्लै छौन्जेल त ठिकै थियो, तर अब सानो भाइ थपिएर भोक लाग्यो भनेर पिरोली रहेको छ।
के गर्ने होला भनेर गोत्लिँदै आफ्नो विवाह काइँलो दाजुसँग हुने भयो भनेर घर छाडेर हिँड्ने बेलामा आफ्नो पोल्टामा बोकेको तिल चामल सम्झिन्। सुनकेशराले आफ्नो पोल्टा छामिन्। पोल्टामा तिल चामलको खाजा छँदै थियो। उनले भाइलाई बोलाएर भनिन्, मैले तिमीलाई तिल चामलको खाजा दिन्छु, त्यो एक गेडा पनि नपोकी खानु ल। भाइले पनि दिदीले भनेको मान्यो र तिल चामल खाजा खान थाल्यो। भोकै छौन्जेल कतै नहेरी र खाजा नछरी खायो। अलि अघाउँदै आएपछि भाइले मनमा कुरा खेलाउन थाल्यो। अघि दिदीले एक गेडा पनि नपोकी खानु भनेकी छिन्, किन होला? उसको मनमा ठुलो खुल्दुली पर्यो अनि उसले एक फाँको तिल चामल मुखमा हालेर चपाउँदै अर्को फाँको तिल चामल भुइँमा फ्याक्दै गयो। जब उसले भुइँमा चामल फ्याँक्न थाल्यो, तिल चामल भुइँमा खस्न नभ्याउँदै चामलबाट गाईको उत्पत्ति भयो। तिनीहरू सबैको रङ सेतो थियो र तिलबाट भैँसीको उत्पत्ति भयो। ती सबैको रङ कालो थियो। तिलको कालो रङ र चामलको सेतो रङ मिसिएर एउटा राम्रो माली गाई बन्यो। अब दिदीभाइ दुवैले सिमलको रुखमा बसिरहेकै बेलामा रुखको फेदमा गाई बस्तुको ठुलो बथान देखे। त्यस पटाङ्गिनी चौरमा गाई भैँसीको ठुलो खर्क बन्यो। जताततै गाई गोरु भैँसी रागा पाडा बाछा देखिन थाल्यो। आँखाले भ्याएसम्म वस्तु भाउको ठुलो बथान देखियो। अब दिदीभाइ दुवैलाई वित्यास पर्यो। दिदीले भाइलाई रिसाउँदै भनिन्, मैले तिमीलाई अघि नै जतन गरेर खाऊ है भनेको, तिल चामल सबै पोखिछौ। त्यसैको कारणले यतिका धेरै गाई वस्तुको उत्पत्ति भयो। अब यिनलाई के गर्ने होला? यो भाइले कति दुःख दिएको। भाइले भन्यो, दिदी नरिसाउनुहोस्, जे हुनु भइहाल्यो। अब म आफै गोठालो भएर यी सबै गाई वस्तुको हेरविचार गर्छु। दिदीले भनिन्, तिमी त्यसो भन्छौ भने अब दिदीभाइ रुखमा होइन तल ओर्लेर एउटा घर बनाऊ। म दिनभरि घर बस्छु, पाडा बाच्छालाई घाँस खोले गर्छु, भात पकाउँछु। तिमी वस्तु फुकाएर दिनभरि चराउन चरनतिर लैजाऊ र बेलुका गोठमा ल्याएर बाँध है त। भाइले हुन्छ भन्यो। त्यस दिनदेखि दुवै दिदीभाइ सिमलको रुखबाट ओर्लिए र घर बनाएर बस्न थाले। सुनकेशरा दिनभरि घरको काम गर्थिन्। पाडा बाच्छालाई घाँस नुनपानी दिनु र घर सफा सुघर पार्नु उनको काम थियो भने भाइ गाई भैँसी खर्कमा चराउन लैजान्थ्यो। गाई वस्तुको बगलमा दिनानुदिन बढ्दै ठुलो भएको थियो। बिहान सबेरैदेखि गाई फुकाएर जङ्गलमा लैजानु पर्थ्यो र बेलुका गोधुली साँझमा वस्तु गोठ फर्काइन्थ्यो। दिउँसो दिदी घरमा यति व्यस्त हुन्थिन् कि घरको आँगनमा सुकाएको बिस्कुन पनि हेर्न भ्याउँदैनथिन्। भाइ घरमा के भइरहेछ भन्ने चाल पाउँथ्यो र जङ्गलबाटै कराउँथ्यो, ए दिदी भगेरी चरीका बथानले बिस्कुन खाए है। तर दिदी त्यति टाढाको कुरा सुन्दैनथिन्। कहिलेकाहीँ भाइ ढिलो गाई वस्तु घर ल्याइ पुर्याउँथ्यो। दिदी डाँडामा गएर भाइलाई गाई वस्तु छिटो ल्याउन अर्याउँथिन्। भाइ टाढा भएकाले दिदीले अर्याएको कुरा सुन्दैनथ्यो र वस्तु लिएर ढिलो घर आउँथ्यो। उनीहरू समस्यामा थिए। गोठमा एउटा 16वटा सिङ भएको राँगो थियो। त्यो राँगो बगलको सबैभन्दा ठुलो र बलियो थियो। ऊ गोठका सम्पूर्ण वस्तु भाउको माली गाई पछिको गोठको नेता थियो। एक दिन उसले सुनकेशराको भाइलाई खर्कमै झोक्राएर बसेको देख्यो र भन्यो, भाइ तिमीलाई केही अप्ठ्यारो छ कि? भाइले भन्यो, अरू अप्ठ्यारो त केही होइन सोह्रसिङ्गे दाजु, घर छाडेको धेरै भयो। दिदी घरमा एक्लै छिन्, उसले मेरो पिर गर्छिन्। अहिले यी सबै वस्तु भाउ खर्कमै छाडेर घर जान मिल्दैन। तसर्थ मलाई एउटा बाँसुरी भए म यसैबाट कुरा गर्थेँ। दिदीले पनि राम्रो बाँसुरी बजाउँछिन्। दिदीलाई पनि एउटा बाँसुरी भए हाम्रो व्यापार राम्रो हुने थियो। हामी जहाँ जहाँ रहे पनि दिदीभाइ कुरा गर्न पाउने थियौँ भन्ने लागेर कुनै बाँसको बाँसुरी बनाऊ भनी सोचिरहेको छु। सोह्रसिङ्गेलाई सुनकेशरा भाइको कुरा उचितै लाग्यो। उसले आफ्ना 16वटा सिङमध्ये 2टा सिङ फुकाल्यो र त्यसलाई 2वटा बाँसुरी बनाएर एउटा सुनकेशरा रानीलाई र अर्को भाइलाई दियो। दिदीभाइ बहुतै खुसी भए। उसले जङ्गलबाटै बाँसुरी बजाएर दिदीलाई घरमा खबर गर्न सक्थ्यो। भगेरी चरीका बथानले बिस्कुन खाएको, चरा धपाउन बेलुका खर्कबाट वस्तु घरतिर डुलाएको खबर गर्न र भात पकाउने र तरकारी के पकाउने भनी सल्लाह गर्न समेत बाँसुरी काम लाग्दो भयो। त्यसैले भाइ कहिले भगेरी चरीले बिस्कुन खाए है दिदी भनेर बाँसुरी बजाउँथ्यो। दिदीलाई जहानिया धानको चामलको भात पकाउने सल्लाह दिँदै जङ्गलैबाट बाँसुरी पुग्थ्यो। जहानिया चामलको भात पकाइराख, बेलुकी जाउली उठाइराख, दुध कुराउने तताइराख है दिदी, म आएँ।
त्यसपछि ऊ बगलका सम्पूर्ण गाईबस्तुलाई फकाउँदै हातमा लौरो लिएर घरतिर धपाउँथ्यो। ठेउ ठेउ ठेउ, हाम्री दिदी गोठछिन्, पाडा बाछा स्याहार्छिन्, गुम्री बिस्कुन सुकाउँछिन्, दुधेरो ठेकी सजाउँछिन्, माली दाम्ला तताउँछिन्। ठेउ ठेउ ठेउ। गोधुली साँझमा सबै वस्तु गोठमा पुग्थे। दिदीभाइ भएर सबै वस्तु बाँध्थे। बिहान भएपछि दुवै दिदीभाइ आआफ्नो काममा लाग्थे एवं रीतले दिन बित्दै थिए। एक दिन सुनकेसरा घरको काम गर्न थालिन्। भाइ भने वस्तु लिएर खर्कतिर लाग्यो। खर्क लेकमा थियो। लेकका ठुल्ठुला ढुङ्गामा नुन छर्केर गाईबस्तुलाई खुवाउँदै थियो। त्यतिकैमा 3-4 जना सिकारी भेषका बन्दुक बोकेका मानिसहरू खर्कमा फुत्त निस्के। गाईबस्तु भने कुनै चढ्दै थिए, कुनै ढुङ्गामा नुन चाट्दै थिए। गोठालो भाइ भने अलि परको एउटा रुखमा चढेर बाँसुरी बजाइरहेको थियो। सिकारी भेषका मानिसहरूमध्ये एकजना मानिस त्यस देशको राजा थियो। उसले बाँसुरी बजाएको सुनेर भन्यो, भाइ तिमी त कति राम्रो बाँसुरी बजाउन जान्दा रहेछौ नि। भाइले भन्यो, परदेशी दाइ, बाँसुरीको धुन अरू पनि छन्, सुन्ने हो। परदेशी मध्ये एकजनाले भन्यो, सुनाउ न त तिम्रो बाँसुरीको धुन। सुनकेसराको भाइले रन बन रन्काउँदै बाँसुरी बजायो। सुन्नेहरू सबै मुग्ध भएर भने, आहा कति राम्रो बाँसुरीको धुन। भाइले भन्यो, बाँसुरीको धुन के राम्रो छ र, मेरो बाँसुरी हेर्न पाए झन् के भन्दा हौ। परदेशी मध्ये अर्को एकजनाले भन्यो, देखाउ न त तिम्रो बाँसुरी कस्तो रहेछ, हामी पनि हेरौँ। उसले बाँसुरी देखायो अनि अर्को परदेशीले भन्यो, आहा कति राम्रो बाँसुरी। उसले फुर्किँदै भन्यो, यो नाति बाँसुरी के राम्रो छ, हाम्रो गोठको माली गाईदेखि के भन्दो हौ। तीनैजना परदेशीहरू त्यस गोठको उत्कृष्ट गाई हेर्न गए। बुद्धिमान माली गाई साँच्चीकै राम्रो थियो। उनीहरूले भने, आहा भाइको माली गाई कति राम्रो। अर्कोले भन्यो, मलाई त माली गाई भन्दा यो गोठको भाइ नै राम्रो लाग्यो। भाइले भन्यो, मलाई देख्दा त त्यसो भन्छु, मेरो दिदी सुनकेसरा देख्ने हो भने के भनौला। तिम्रो दिदी त्यस्तै राम्री छन्? परदेशी मध्ये एउटाले सोध्यो। उसले उत्तर दिनु नभ्याउँदै फेरि सबैले सोधे, तिम्रो दिदी कहाँ बस्छिन्? उसले उत्तर दियो, गोठमा। सिकारीहरूले फेरि सोधे, उनी के गर्छिन्? उसले उत्तर दियो, गुन्द्री बिस्कुन सुकाउँछिन्, माली दाम्ला तताउँछिन्, जलुको जाउलो पकाउँछिन्। सिकारीहरूले भने, तिम्रो गोठ जाने बाटो कुन हो भाइ? उसले उनीहरूलाई आफ्नो गोठ जाने बाटो देखाइदियो। बेलुका साँझ पर्नै लागेको थियो। भाइले तिरिरी बाँसुरी बजायो। बाँसुरीको धुनले भन्दै थियो, ठेउ ठेउ ठेउ, हाम्री दिदी गोठछिन्, पाडा बाछा स्याहार्छिन्, गुन्द्री बिस्कुन सुकाउँछिन्, दुधेरो ठेकी सजाउँछिन्, माली दाम्ला तताउँछिन्। ठेउ ठेउ ठेउ। सबै वस्तु जम्मा भएर घर फर्कन लागे। साँझ पर्न लागेपछि भाइले गोठमा सबै वस्तुहरू पुर्यायो। दिदी भाइ भएर वस्तु बाँधे। वस्तु बाँधेपछि भाइले दिदीलाई त्यस दिन दिउँसोका सबै घटनाहरू, सिकारीहरूसँग जङ्गलमा भेट भएको, आफूले दिदी अत्यन्त राम्री छिन्, दिदीदेखि के भनौला भनेको, उनीहरूले तिम्रो घर जाने बाटो कता हो भनी सोधेको र आफूले बाटो बताइदिएको कुरा सुनायो। भाइको कुरा सुनेपछि सुनकेसराले ठुलो विस्मात मानिन्। अब ती कहाँका मानिसहरू यहाँ आए भने हामी दुईजनाले मात्रै गर्ने भन्दै आफ्नो सुन्दरता छोप्न अनुहारमा हाँडीको मुसो दलिन्। उनी के गरौँ कसो गरौँ भन्ने अवस्थामा पुगेकी थिइन् र भित्र बाहिर गर्दै थिइन्। भाइ पाडा बाछा लगाई दुध दुहुन गोठतिर लाग्यो। राति ऊ गोठमै बस्यो। त्यस बखत दिउँसो सुनकेसराको भाइसँग खर्कमा भेट भएर कुरा गर्ने मानिसहरू त्यहाँ आइपुगे। उनीहरू सुनकेसराको घरको दलानमा आएर बसे। सुनकेसराले आफूले बुनेको परालको गुन्द्री ओछ्याइदिन्। सुनकेसराले हाँडीको मुसो आफ्नो अनुहारमा दलेकी थिइन्। सिकारीको भेषमा त्यहाँ पुगेका राजा र मन्त्रीले सुनकेसराको सौन्दर्यबारे थाहा पाइहाले। उनीहरूले सुनकेसराको असली रूप र व्यवहारबारे थाहा पाउन सुनकेसरासँग पानी मागे। सुनकेसराले करुवामा पानी ल्याएर राख्दिन्। परदेशीहरूले त्यस्तो भाँडाबाट आफूले कहिले पानी नखाएको र खान नजानेको बताए। यसै गरी गाग्रोमा बटुकोमा पनि पानी दिइन्। त्यति हुँदा पनि परदेशीहरूले पानी पिएनन्। उनले फेरि आमखोरामा पानी सारेर ल्याई परदेशीहरूलाई दिइन्। परदेशीहरूले भने,
हामीले अर्काको घरमा गएर कुनै पनि धातुका भाँडामा पानी नखाने व्रत लिएका छौँ, तसर्थ हामी अजुलीमा थापेर पानी खान्छौँ। हामीलाई आमखोराबाट अजुलीमा पानी राख्देऊ। उनीहरूले भने बमोजिम सुनकेसराले आमखोराबाट पहिलो पानी खान खोज्ने परदेशीको अजुलीमा पानी हाल्न थालिन्। राजाले भने अजुलीमा भरिएको पानी पिउनुको बदला त्यो पानी सुनकेसराका अनुहारमा छ्यापे। सुनकेसराको अनुहारबाट पानीले हाँडीको कालो मुसो सबै पखाल्यो। उसको अनुहार पूर्णिमाको चन्द्रमा झैँ टल्कियो। राजाले सुनकेसरालाई आफूसँग विवाह गर्ने प्रस्ताव राखे। सुनकेसराले मानिनन्। उनले भनिन्, यतिका गाईबस्तु छन्, भाइ बालकै छ, ऊ एक्लै हुन्छ, भो म बिहे गर्दिनँ, म यत्तिकै बस्छु, मलाई यसै गोठमा सुख छ। राजाले सुनकेसरालाई दरबारमा लैजाने, 84 व्यञ्जन खान दिने अनि मलमल र रेशमका कपडा लाउन दिने, नोकर चाकर र सुसारेहरूले काम गर्ने, उनले काम गर्नु नपर्ने भनी फकाए। तर पनि सुनकेसरा उनीसँग विवाह गर्न राजी भएनन्। राजा, मन्त्री र उनका साथमा आएका सिपाहीहरूले बल प्रयोग गरी सुनकेसरा रानीलाई राजाको आदेश बमोजिम अपहरण गरी आफ्नै देशतिर लिएर हिँडे। सुनकेसराको भाइ भोलिपल्ट गोठबाट घर आयो। घरमा कुनै चालचुल थिएन। उसले आँगनबाट दिदीलाई दिदी दिदी भनी बोलायो। दिदी बोलेनन्। दिदीले घर छाडेर हिँड्ने बेलामा घरको चारै सुरमा थुकेकी थिइन् र उनले थुकलाई भनेकी थिइन्, मेरो भाइ आएर दिदी दिदी भनी बोलायो भने मेरो सट्टा बोलिदिनु है। भाइले बोलाउँदा त्यही थुक हँ हँ भनी बोल्यो। सुनकेसराको भाइ त्यही बसेर दिदीलाई सम्झेर रुन थाल्यो। त्यही बेला सुनकेसरालाई अपहरण गर्ने राजाले एउटा डाँडो कटाउन लागेका थिए। सुनकेसराले 16 सिङ्गे राँगाले आफ्नो सिङबाट बनाएको बाँसुरी बजाइन्। दिदीले बजाएको बाँसुरीले भन्यो, तिरिरी 9 सिङ्गे राँगा 16 सिङ्गे राँगा अर्नाको बथान तिरिरी, माले गोरु माली गाई गाईको बथान, मलाई आपत पर्यो नि, मलाई विपद पर्यो नि, एक डाँडा कटाए। त्यसै गरी दोस्रो तेस्रो चौथो पाँचौँ छैटौँ सातौँ आठौँ र 9 डाँडा कटाउँदा समेत बाँसुरीको धुन बज्दै रह्यो। तर भाइ रोइरहेको देखेर 9 सिङ्गे र 16 सिङ्गे राँगा अनि माले गोरु र माली गाई उसलाई छाडेर सुनकेसरालाई राजाको अपहरणबाट छुटाउन गएनन्। आफ्नी दिदीलाई त्यत्रो आपद विपद पर्दा पनि अर्नाको बथानले सहयोग नगरेपछि सुनकेसराको भाइले भन्यो, मेरो गोठमा भएको माली गाई बाहेक सबै वस्तु मरे। माली गाई बाहेक सबै वस्तु मरेपछि उजाड गोठ देखेर ऊ झन झन रुन थाल्यो। गोठालो भाइ असाध्यै रोएको देखि माली गाई उसको नजिकै आइन् र सोधिन्, ए मनुखे, तिमीलाई के भयो, किन यसरी रोइरहेको? भाइले आफ्नी दिदीलाई राजाले अपहरण गरेर सबै वस्तुभाव मर्नाको कारण समेत सुनायो। उसको कुरा सुनेपछि माली गाईले भनिन्, चेली माइती सधैँ सँगै होइँदैन। चेलीको जात कुटुम्बलाई एक न एक दिन नदी धर्छैन। त्यसैले तिमी सुर्ता नगर। तिम्रो दिदीलाई कुटुम्बले टाढा पुर्याइसकेका छन्। कुटुम्बसँग उनको मन रमाउन थालेको छ। सुनकेसरा दिदीसँग तिमीलाई भेटाइदिने जिम्मा मेरो। बाटो टाढो छ, बाटोमा खानेकुरा नपाइन पनि सक्छ। त्यसैले मलाई अघाउन्जेल नुन ढुट्टो खुवाऊ अनि हिँड्नुपर्छ। माली गाईले हर्याए झैँ भाइले नअघाउन्जेल नुन ढुट्टो खुवायो। नुन ढुट्टोले अघाएपछि माली गाईले भनिन्, भाइ अब म बाबा गर्छु, तिमी मेरो मुखबाट भित्र पसी पेटमा गई बस्नु, अनि जब म अर्को पटक बा गर्छु तिमी पेटबाट फुत्त बाहिर निस्कनु है। भाइले हुन्छ भन्यो र गाईले भने जस्तै बा गर्ने बित्तिकै गाईको मुखभित्र पसी पेटमा गएर बस्यो। माली गाई भाइलाई लिएर बाटो लाग्यो। जाँदा जाँदा माली गाई भूत प्रेतको देशमा पुग्यो। त्यहाँ पुग्दा झमक्कै रात पर्यो र माली गाईले त्यहीँ बस्ने विचार गरिन्। राति गाई उब्राएर बसिरहेको ठाउँमा भूत आएर माली गाईको वरिपरि घुम्न थाले। त्यस बेलासम्म गाई कस्ता हुन्छन् भन्ने देखेका थिएनन्। उनीहरूले गाईलाई केही गर्न सकेनन् र सोधे, तिमी पक्कै एक्लै यहाँ आएकी छैनौ माली गाई? तिम्रो साथमा तिम्रो स्याहार सङ्घार गर्ने मनुष्य पनि आएकै हुनुपर्छ। माली गाईले भनिन्, होइन होइन, त्यस्तो कोही पनि मानिस मसँग आएको छैन। तिमीहरूलाई त्यस्तो लागेको मात्रै हो। भूतले भन्यो, तिमी नढाट है माली गाई, मैले भनिदिएको छु तिम्रो मुखबाट मनुष्यको मुसमुसे गन्ध आइरहेको छ।
भूतले सुनकेशरा रानीको भाइ गाईको पेटभित्र भएको थाहा पायो र गाईलाई धम्काउँदै भन्यो, धन्न माली गाई, तिमी धन्य छौ। हामीले मनुष्यको मासु खान नपाएको धेरै दिन भएको थियो। त्यो इच्छा आज पुरा हुने भयो। त्यो मानिस हामीलाई जिम्मा लगाऊ, नत्र तिम्रो पनि ज्यान रहने छैन। माली गाईले धैर्य भएर भूतलाई जवाफ दिइन्, के गर्नु भूत भाइ, मैले भूतहरू लाटा हुन्छन्, गाँडा र गोर्चा हुन्छन् भन्ने सुनेकी थिएँ, तर कहिले उनीहरूसँग भेटघाट हुन सकेको थिएन। आज पनि मौका पर्यो। भूतले कतिको साँचो कुरा थाहा पाउँदो रहेछ भन्ने लागेर मैले मेरो साथमा कोही पनि छैन भनेकी हुँ। भूतहरू पनि ज्ञानी र तान्त्रिक हुँदा रहेछन् भन्ने आजै थाहा पाएँ। भूतले जङ्गिँदै भन्यो, माली गाई, बढ्ता माठा कुरा नगर, त्यो मानिस हामीलाई तुरुन्त सुपुर्दगी गर। माली गाईले भनिन्, भूत भाइ, त्यसरी नरिसाउ न, सबैको आआफ्नो धर्म हुन्छ बुझ्यौ। तिम्रो धर्म तिम्रो ठाउँमा छ, मेरो धर्म मेरो ठाउँमा छ। मेरो साथ लागेर आएको मानिसलाई आफ्नो धर्म विपरीत म कसरी तिमीलाई सुम्पन सक्छु? बरु एउटा शर्त छ मेरो, त्यो तिमी मान। तिमीले त्यो काम गर्न सक्यौ भने त्यो मनुष्यलाई तिमी खान सक्छौ। कस्तो शर्त छ माली गाई? भूतले सोध्यो। माली गाईले जवाफ दिइन्, त्यस्तो जटिल कुरा केही पनि होइन भूत भाइ। अहिले रात परिहाल्यो, भोलि बिहानको भाले बाँच्नुभन्दा पहिले तिमीले मेरो शरीरका सबै रौँ गनिसक्नुपर्छ। रातभरमा मेरा शरीरका सबै रौँ गन्न सक्यौ भने तिमीले पक्कै पनि यो मनुवाको मासु खान पाउँछौ, नत्र भने तिमीले खान पाउँदैनौ। के तिमीलाई मेरो प्रस्ताव मन्जुर छ? भूतले भन्यो, कि किन होला भनेको त त्यति जाबो काम पो रहेछ। लौ है, शर्त त्यही भयो। अब म तिम्रो शरीरको रौँ गन्न थाल्छु। भूतले गाईको टाउको पट्टिबाट रौँ गन्न थाल्यो। गन्दै जाँदा जब सकिन लाग्थ्यो तब गाईले जङ्राङ जिङरिङ गर्दै आङको छाला हल्लाउँथ्यो, रौँ पनि हल्लिन्थ्यो। त्यसरी रौँ हल्लाउँदा भूतले गन्दै कति पुग्यो मिसै पाउँदैनथ्यो। ऊ गाईका रौँ गन्दै झुक्किन्थ्यो अनि ऊ गाईसँग निउ खोज्थ्यो र भन्थ्यो, मैले रौँ गन्न थालेपछि किन छाला हल्लाउँछौ? गाईले भने, छाला हल्लाउने नहल्लाउने कुरा हामी दुई बीच भएकै छैन। हाम्रो शर्त बमोजिम तिमीले मेरो शरीरका रौँ गन्ने हो, गनिहाल। गनिसक्ने बित्तिकै म मनुष्यलाई तिम्रो हातमा सुम्पिदिन्छु। यसरी भूत फेरि गाईका रौँ गन्न थाल्थ्यो। यसरी भूतले रातभरि पटक गरेर माली गाईका रौँ गन्ने काम गरिरह्यो, तर कुनै पटक पनि गनेर माली गाईका शरीरका रौँ कतिवटा छन् भनेर गन्न सकेनन्। भूतले अन्तिममा पुच्छरपट्टिबाट रौँ गन्दै ढाडसम्म ल्याइ पुर्याएको थियो। त्यही बेला कुखुरी काँ गर्दै भाले बास्यो। उज्यालो भएको थाहा पाएर भूत अन्तै भाग्यो। माली गाई त्यहाँबाट सखारे बाटो लागिन्। उनको पेटमा सुनकेशराको भाइ छँदै थियो। बल्ल भूतबाट बचाएर बाटो लागे भन्दै हिँडेकी माली गाई बेलुका एउटा ठुलो जङ्गलमा पुगिन्। माली गाईलाई दिनभरि हिँडेको कारण भोक र थकाइ लागेको थियो। त्यस जङ्गलमा घाँस पनि प्रशस्त पाइने हुनाले सुनकेशराको भाइ भोको गाईलाई अलिकति घाँस खोज्न गाईको मुखबाट फुत्त निस्केको मात्रै के थियो त्यहाँको रैथाने भूतले थाहा पाइहाल्यो र उसलाई खान आयो। माली गाईले त्यस भूतलाई पनि फुर्क्याउँदै, यसरी जो आउँछ उसलाई खान थाल्ने हो भने भूतको बदनाम हुन्छ, तर एउटा शर्त बमोजिम खाए न्याय हुन्छ। लोकले भूत पिसाज भनेर हेला होचो गर्ने छैनन् भनी सम्झाइन्। भूतले माली गाईको शर्त मान्ने भयो। शर्त बमोजिम भाइ एउटा ध्वान्द्रो परेको रुखमा बस्ने भयो र त्यसलाई भूतले रातभरिमा पाल पारेर आफूले पारेको पालबाट सुनकेशराको भाइलाई झिकेर खान पाउने भयो। भूत मक्ख पर्यो। सुनकेशराको भाइलाई रुखको ध्वान्द्रोभित्र राखियो। अब भूतले बिस्तारै रुखको बोक्रो कोट्याउँदै पाल पारेर मानिसलाई त्यस ध्वान्द्रोबाट झिकेर खान आफ्नो काम सुरु गर्यो। तर रातभरिमा पनि ध्वान्द्रो परेको ठाउँमा भूतले पाल पार्न सकेन। पाल पार्दा पार्दै कुखुराको भाले बासिहाल्यो र उज्यालो भएछ भन्दै भूतहरू सबै लाखा पाखा लागे। उज्यालो हुने बित्त माली गाई सुनकेशराको भाइलाई लिएर फेरि बाटो लागिन्। हिँड्दै गएपछि बेलुका बास बस्न माली गाई घोरमुखाको देशमा पुगिन्। घोरमुखाहरूको अनुहार र शरीर घोडाको जस्तै थियो। उनीहरूको पेसा कृषि थियो र मुख्य खेती पिँडालु थियो। उनीहरूको बारीमा पिँडालु खन्ने बेला भएको थियो। पिँडालु खन्दा अँधेरी रात पारेर खन्नु पर्थ्यो। घोरमुखाहरू दिनभरि सबैले
मिलेर पिँडालु खन्थे र यसरी खनिएको पिँडालु खाडल खनेर रातभरिमा पुरिसक्थे। उनीहरूको मुख्य आहारा नै पिँडालु भएकाले त्यस बखत एकजना मानिस भेटिए पनि उनीहरू रमाउँथे। त्यसलाई उनीहरू खेतालाको रूपमा प्रयोग गर्थे। आफूले भनेको जस्तै नभए मारेर फ्याँकिदिन्थे। त्यस्ता मानिसहरू देखेपछि भाइले उनीहरू सबैलाई सोध्यो, यतातिर हाम्री दिदी देख्यौ? माली गाईलाई लिएर म त दिदी खोज्न हिँडेको। घोरमुखा गाउँको बुढाले भन्यो, आज रातभरि खाडल खनेर हामीले पिँडालु थन्काइसक्नु पर्नेछ। यदि त्यो काम तिमी एक्लैले सिद्ध्याउनु पर्छ अनि तिम्री दिदी सुनकेसरा कहाँ छिन् म बताइदिन्छु। माली गाईलाई एउटा रुखमुनि राखेर त्यही घाँस खोले दिएर भाइ घोरमुखाहरूको बस्तीभित्र बस्यो। उसले ठुला ठुला खाडल खनेर रातभरिमा सबै पिँडालु थन्काइसक्यो र उज्यालो हुनुभन्दा पहिले घोरमुखाको मुखियालाई उसले सोध्यो, मुखिया बा, मैले सबै काम सकेँ, मेरी दिदी सुनकेसरा कहाँ छिन्, अब बताइदिनुहुन्छ कि? घोरमुखाको मुखियाले 9 डाँडा पारीको पहाडमा पिल पिल बलिरहेको सानो आगो देखाउँदै भन्यो, सुनकेसरा कहाँ छिन् भन्ने कुरा ऊ त्यो ठाउँमा पुगेर सोधे ठ्याक्कै पत्ता लाग्छ। झिसमिसे उज्यालो हुनै लागेको थियो। गाईको मुखभित्र पसेर ऊ घोरमुखाले देखाएको ठाउँतिर हिँड्यो। साँझमा ऊ त्यहाँ पुग्यो। त्यो ठुलो बस्ती त लामकानेहरूको देश पो रहेछ। उनीहरू सबैका कान लामा लामा थिए। लामा कान भएकै कारण उनीहरूलाई लामकाने भनिएको हो। उनीहरू एक कान ओर्थे र अर्को कान ओछ्याउँथे। तैपनि बहुत जाडो भएको हुनाले उनीहरूले कपास खेती गर्थे। त्यो बेला कपास फुटेर त्यहाँ कपास टिप्न सिँगै लामकानेहरूले बस्ती लगाएका थिए। उनीहरू दिनभरि कपास टिप्थे र रातभरि केलाउँथे। कपास केलाउन अत्यन्तै असजिलो हुने भएकाले यो काम चाहिँ उनीहरू गर्न अन्कनाइरहेका थिए। ठिक त्यसै समय माली गाई लिएर सुनकेसराको भाइ त्यहाँ पुग्यो। त्यहाँ उसले आफ्नो दिदी कता छिन् आफू खोज्न हिँडेको र कसैले देखेको भए ठाउँ ठेगाना बताइदिन अनुरोध गर्यो। लामकानेहरूले आफूहरूको ठुलो जमातले दिनभरि टिपेको कपास एक रातभरिमै सुनकेसराको भाइले केलाइसकिदिएमा दिदी कहाँ छिन् बताइदिने भए। दिदीको बारेमा थाहा पाउने लोभमा उसले रातभरि ठुलो दुःख गरेर कपास केलायो र उज्यालो हुने बेलामा लामकानेहरूको मुखिनीलाई सोध्यो, तपाईँ बताउन सक्नुहुन्छ मेरो दिदी सुनकेसरा कहाँ छिन्? सुनका गहनाले झरीझट्ट लामकानेहरूको मुखिनीले लामकानेहरूलाई हकार्दै काममा लगाइन् र सुनकेसराको भाइलाई घर नजिकैको डाँडामा पुर्याएर अर्को 9 डाँडा पारीको पहाडमा बलिरहेको पिलपिले आगो देखाउँदै भनिन्, त्यहाँ पुगेर सोध्नु अनि पत्ता लाग्छ। भाइ र माली गाई उज्यालो हुनु अघि नै त्यहाँबाट लामकानेहरूकी मुखिनीले देखाएको पहाडतिर लागे। यसरी खोज्दै जाँदा 9 दिनमा एक राजाको दरबारमा उनीहरू पुगे। दरबारको के चालचलन छ त्यो नबुझी कसरी झट्टै दरबारमा जानु भनी माली गाईले भाइलाई दरबार नजिकैको झाडीमा लुकाउँ भनी सल्लाह गरिन्। उनीहरू त्यही लुकेर दरबारको चियो गर्न लागे। त्यस बखत सुनकेसरा रानी सुनको काइयोले आफ्नो केस कोर्दै थिइन्। त्यही बेला उनको केस कोर्दै गरेको सुनको काइयो अग्लो घरको बारदलीबाट जमिनमा खस्यो। सुनको काइयो टिप्न सुनकेसरा घर बाहिर जानु हुँदैनथ्यो, किनभने रानीलाई सबैले देख्न निषेध गरिएको थियो। सुनको काइयो बुइगलबाट भुइँमा खसेपछि त्यत्तिकै छाड्न पनि मिलेन। सुनकेसरालाई अप्ठ्यारो पर्यो। उनले आफ्नो भाइलाई सम्झिँदै कागलाई बोलाउँदै भनिन्, काग भाइ, मेरो सुनको काइयो बुइगलबाट भुइँ तलामा पुग्यो, ल्याइदेन। मेरो भाइ भएदेखि अघि नै ल्याइदिन्थ्यो। यस दरबारमा मैले हराउन पाउने कोही छैन। उनले फेरि कागलाई फकाइन्, ए काग, मेरो काइयो ल्याइदेन। तर उनको काइयो उठाउन काग आएन, न त अरू कुनै मानिस आयो। त्यसै बेला झाडीभित्र बसेकी माली गाईले बाँ गरेर कराइन्। सुनकेसराको भाइलाई बाहिर निकालिन्। बाहिर निस्किने बित्तिकै भाइले भन्यो, दिदी, म तपाईँको भाइ यहीँ छु। सुनकेसराले भनिन्, को हो नि? मेरो भाइ जस्तै बोल्ने, मेरो भाइ भए त यहीँ आइहाल्थ्यो नि, मलाई किन आज भाइ बोलेको सम्झना आउँछ? मेरो काइयो ल्याइदेन काग। फेरि पनि भाइ बोल्यो। ऊ झाडीबाट निस्केर आफ्नो दिदीको भुइँमा खसेको काइयो टिपेर दिदीसँग जान दौडियो।
त्यसै बेला दरबारमा पालेका दुईटा भोटे कुकुरले भाइलाई झम्टेर चिथोरे। कुकुरले टोकेर चिथोरेकै कारण भाइ भुतुक्कै मरिहाल्यो। लामो समयदेखि नै छुटेका र भेट हुन नभ्याएका दिदी भाइको भेट हुन नभ्याउँदै कुकुरले मारेपछि सुनकेशराले अत्यन्तै सुर्ता गरिन्। उनले एउटा माटोको घैँटामा कुकुरले टोकेर मारेको भाइको भुइँमा पोखिएको रगत सबै उठाइन् र बचेको हाड मासु पनि त्यही भित्र हालिदिन् र माटोकै अर्को भाँडाले छोपिदिन्। 10 दिनको दिन माटो ढकनी उघारी हेर्दा भाइ जस्ताको तस्तै भएर बाहिर आयो। त्यसपछि दिदी भाइले भित मरुन्जेल पहिलेदेखिका कुरा गरे। भाइलाई दिदीले दरबारमै राखिन्। यसरी भाइ आएर दिदीसँगै दरबारमा बसेको कुरा सुनकेशराका श्रीमानलाई मन परेको थिएन। उनले थुप्रै पटक सुनकेशरालाई भाइलाई अन्यत्रै पठाइदेऊ, त्यो गोठालो हो, गँवार हो भनेका थिए। तर सुनकेशराले वास्ता गरेकी थिएनन्। उनी आफ्ना श्रीमानलाई सम्झाउँथिन्, के गर्नु, कान्छो भाइ हो, माइतीको नाममा यही एउटा छ, त्यसमा पनि आमा बाउ दुवै नभएको टुक्रो भनी कुरा टार्थिन्। सजिलो गरी सालोले घर नछाड्ने भएपछि भिनाजुले सालालाई झुक्क्याएर शिकार खेल्न लैजाने र त्यतैतिर सिद्ध्याइदिने योजना बनाए। एक दिन राजा शिकार खेल्न वन जाने भए। उनले सालालाई पनि आफूसँगै शिकारमा लैजान सुनकेशरासँग सल्लाह गरे। सुनकेशराले पनि आफ्नो भाइ सानै भएको र शिकार खेद्न सक्ने अझै नभइसकेको भनी शिकार खेल्न नलैजान राजासँग अनुरोध गरिन्। राजा सुनकेशराको कुरा किन मान्थे? उनले सुनकेशरालाई फकाउँदै भने, भाइ दिनभर एकै ठाउँमा बसेर न्यास्रिएको होला, जङ्गलतिर जान्छ, अरू पनि जान्छन्, उसको मन पनि बहलाउँछ, अलि खुसी होला भनेर लैजान लागेको। अन्तिममा सुनकेशराले भाइलाई आफ्ना श्रीमानसँग शिकार खेल्न जङ्गल पठाइन्। जङ्गलमा शिकार खेल्ने क्रममा सुनकेशराका श्रीमानले आफ्नो सालोलाई तीर धनुषले मारे। राजाले उसलाई मारिसकेपछि उसको मुटु कलेजो झिकेर शिकारको रूपमा आफ्नी रानी सुनकेशरालाई भुटुवा मासु बनाउन दिए। राजासँगै शिकारमा गएको आफ्नो भाइ नफर्केको र राजाले पनि प्रष्ट जवाफ नदिएकाले सुनकेशरालाई शङ्का लाग्यो। उनले भाइको मुटु कलेजो नजिकै गएर हेरिन्। भाइको मुटु कलेजोले थर थर हल्लिँदै मेरो दिदी भनेर बोलायो। अनि त्यसले दिदी देख्यौ त, कुटुम्बले ससुरालीलाई कहाँसम्म गर्दो रहेछ भन्यो। सुनकेशराले आफ्नो भाइ मरेको थाहा पाइन् र त्यो मासु पकाइनन्। उनी भाइलाई जङ्गलमा मारेको ठाउँसम्म पुगिन् र त्यहाँ पोखिएको सबै रगत, छडिएको हाडखोर, छाला, मासु र घरमा ल्याइ पुर्याएको मुटु कलेजो एकै ठाउँमा राखी एउटा माटोको गाग्रोमा हालिराखिन् र माटोकै ढकनीले छोपिन्। छोपेको 10 दिनमा माटोको गाग्रो उघारी हेर्दा भाइ जस्ताको तस्तै थियो। यसरी भाइ फेरि बाँच्यो। भाइ त बाँच्यो, तर उसको मुटु कलेजो खान नपाएका राजा भने सुनकेशरासँग टाढा हुन थाले। उनी घर बाहिरै धेरै रहने, घर फर्किएपछि पनि सुनकेशरासँग धेरै नबोल्ने गर्न थाले। भाइकै कारण राजाले आफूलाई हेला गरेको हुन् भन्ने ठानी उनले भाइलाई दिउँसो खोरिया फाँड्न पठाइन्। दिनभरि खोरिया फाँडेर आएको भाइले बेलुका घर आएर दिदीसँग आफूलाई अत्यन्तै भोक लागेको कुरा गर्यो। त्यस दिन दिदीले अलिकति मिस्तो भात दिएर राखिन्। भोलिपल्ट बिहानै भाइ फेरि खोरिया फाँडेको ठाउँमा खन्न थाल्यो। दिनभर खोरिया पाखा खनेर फर्केको भाइलाई मकैको च्याख्ला उसिनेर दिइन्। उसले सन्तोष मानेर खायो। त्यसै गरी भाइ दिनहुँ काम गर्न जान्थ्यो, तर बेलुका फर्केपछि एक पेट पनि खान पाउँदैनथ्यो। उसलाई दिदीले असाध्य हेला गर्न थालिन्। एक बिहान सुनकेशराले भाइलाई केही पनि खान नदिई काममा पठाइन्। भाइले मध्याहसम्म त जे जस्तो भए पनि धानिएर काम गर्यो। मध्याहपछि ऊ काम गर्नै नसक्ने अवस्थामा पुग्यो। केही खान पाउने आशाले ऊ घर आयो र दिदीलाई भन्यो, दिदी म त काम गर्दा गर्दै थाकी र भोकले मर्न लागे, केही खानेकुरा छ कि? सुनकेशराले उसलाई आँखा तर्दै भनिन्, मैले कति दिनसम्म पाल्नु माइतीलाई, अब त आफै पो पौरख गरेर खानुपर्छ। कुटुम्बले पनि के भन्दा हुन्, मलाई त लाज मर्नु लागिसक्यो। तैपनि भाइले भन्यो, दिदी मलाई आज साह्रै भोक लागेको छ, भोकले मर्नै लागेको छु, मलाई आज घरमा जे छ त्यही खान दिनुहोस्, म भोलिदेखि दिदीलाई दुःख दिने छैन।
यसो भनेपछि दिदी सुनकेसराले मकैको भुसको रोटी बनाएर भाइतिर हुत्याइदिन्। आफ्नी दिदीबाट जति मन दुखेको भए पनि भोकले सताएको भाइ दिदीले फ्याँकिदिएको रोटी समाउन दगुर्यो। रोटी भने गुरुरु गुड्न पो थाल्यो। रोटी अघि अघि गुड्दैछ। भाइ रोटीलाई पछ्याउँदै जाँदा रोटी एउटा ठुलो खर्कमा पुग्यो र त्यस खर्कको गोठको खाँबोमा रोटी ठोकिएर गुड्न बाटो थामियो। भाइले चारैतिर हेर्यो। गोठ पुरानो थियो। किला दाम्ला भने जस्ताको तस्तै थिए। उसले सम्झ्यो जो धनी भए पनि ज्ञानी र विद्वान भए पनि आफूले काम नगरे केही हुने रहेनछ। उसले आफ्नो पहिलेको ज्ञान सम्झ्यो। 9 सिङ्गे राँगा, 16 सिङ्गे राँगा, अर्नाको बथान, माले गोरु र माली गाई समेत सम्झ्यो। उसले मनमनै आफ्नो गोठदेखि आफूलाई पेटमा बोकेर भूतबाट जोगाउँदै लाम्काने र घोरमुखाको देश देखाउँदै सुनकेसराको दरबारमा पुर्याएको पनि सम्झ्यो। उसले माली गाईको गुण कसरी तिर्ने होला भनी सम्झिरहेको बेला माली गाई पनि बाँ गर्दै त्यहीँ आइपुग्यो। माली गाईलाई देख्ने बित्तिकै उसको गलामा झुन्डिएर भाइ बेसरी रोयो। भाइलाई माली गाईले सम्झाइन्, सुखमा मात्तिने र दुःखमा आत्तिने गर्नु हुँदैन, धैर्य गर। माली गाईले पहिलेका सबै कुरा सम्झाइन्। भाइले पहिले दिदीलाई नभेटेको रिसको झोकमा 16 सिङ्गे राँगा, 9 सिङ्गे राँगालाई आफू दिदी खोज्न हिँडेको बेलामा सबै मरिजाऊ भनेपछि मरेको कुरा सम्झिन्। र अब फेरि पुरानो गोठ बिउताउन सबैलाई मसँग आऊ भनेपछि सबै वस्तु बिउताउने कुरा माली गाईले बताइन्। भाइले माली गाईको सल्लाह बमोजिम सबै वस्तु भाउ बिउतायो। पहिलेका 16 सिङ्गे 9 सिङ्गे राँगाहरू उनी सबै गाई भैँसी जस्ताको तस्तै भएर डाँडा र डुडु गर्दै उसैको वरिपरि जन्मिए। सुनकेसराको भाइ फेरि गोठालो बन्यो। ऊ दिनहुँ आफ्नो वस्तु भाउको स्याहार सम्हार गर्थ्यो। एक्लै भएकोले उसलाई काम भ्याउन कठिन थियो। दिउँसो एकपटक जङ्गलतिर वस्तु भाउ हेर्न पुग्नै पर्थ्यो। अनि पाडा बाच्छालाई घाँस पानी गर्न पनि घर आइपुग्नु पर्थ्यो। उसको असजिलो देखेर एक दिन 16 सिङ्गे राँगा र 9 सिङ्गे राँगाले उसलाई एउटी कन्या खोजेर बिहे गरेर घरजम गर्ने सल्लाह दिए। त्यसैले साथीका अतिरिक्त काममा सघाउ पनि पुग्थ्यो। 16 सिङ्गे र 9 सिङ्गेले भनेपछि बिहे गर्नु त हुन्थ्यो, तर हामी गोठालोलाई कसले पत्याउने र? भाइले 9 सिङ्गे र 16 सिङ्गेसँग गुनासो गर्यो। उनीहरूले भाइलाई सम्झाउँदै भने, तिमी बिहे गर्ने इच्छा मात्र गर न, हामी तिमीलाई यस देशकी राजकुमारीसँग विवाह गराइदिन्छौँ। 16 सिङ्गे र 9 सिङ्गेको कुरा सुनेपछि भाइ बिहे गर्ने कुरामा राजी भयो। एक दिन 16 सिङ्गे राँगा र 9 सिङ्गे राँगा सुनकेसरा रानीको भाइको कन्यार्थ भई राजाको दरबार पुगे। उनीहरू राजाको दरबारको ढोकामा पुग्ने बित्तिकै त्यहाँका पाले पहरा बस्ने सिपाहीहरू डरले भागे। दरबारभित्र हाहाकार भयो। 16 सिङ्गे र 9 सिङ्गे राँगाको बल, बुद्धि र शक्तिको वर्णन त्यस देशका राजाले पनि सुनिसकेका थिए। दरबारभित्र हाहाकार मचाएपछि राजा स्वयं मूल ढोकासम्म आई 16 सिङ्गे र 9 सिङ्गेलाई ठुलो सत्कार गरी दरबारभित्र लगे। राजाले दुवै भैँसीलाई अघाउन्जेल बन्चो घाँस, डाले घाँस र नुन पानी दिए। 16 सिङ्गे र 9 सिङ्गेले आफ्नो मालिक गोठालाका निमित्त राजकुमारी माग्न आएको बताए। पहिले त राजाले आफ्नी छोरी कसरी गोठालेलाई दिनु भने पनि 16 सिङ्गे र 9 सिङ्गेले राजालाई सम्झाइ बुझाइ गरेपछि राजा आफ्नी छोरी दिन तयार भए। बिहेको दिन पनि तोकियो। सारा गाईबस्तु र अर्नाको बथान बेहुलो लिएर राजदरबार पुग्यो। राजाले खुसी साथ आफ्नी छोरी अन्माइदिए। बेहुलीलाई सुनकेसराको भाइले सुनको कल्ली बनाइदिएको थियो। सुनका गहनाले झरीझट्ट परेकी बेहुली बेहुलाको घर आइपुगिन्। भाइको बिहेमा सुनकेसरा पनि माइती आएकी थिइन्। बेहुली भित्राउने बेलामा सुनकेसराले बेहुलीलाई ढोकामा छेक्दै आफ्नो लागि पनि सुनका कल्ली मागिन्। सुनको कल्ली मागेको ठाउँमा भाइले भने दिदीले आफूलाई भुसको रोटी खान नदिएर फ्याँकिदिएको सम्झे र त्यसैको बदलामा आफ्नी दिदीलाई मकैको भुसको कल्ली बनाइदिए। आफूलाई भुसका कल्ली बनाएर माइतीले लगाइदिएका बखत सुनकेसराले अत्यन्त मन दुखाएर माइतीको दलानमा बसेर त्यही गीत गाइन्। बुहारीलाई भने सुनको कल्ली, चेलीलाई भने भुसका कल्ली,
हिँडी जाउँ देश छोडी कताको गल्ली, यो कस्तो रित हो, यो कस्तो रित हो। यस्तै बेला उनी भुस्का कल्ली बनाएर माइतीको आँगनमा उभिन्। त्यहाँ जब सुनकेसराले पाइला सार्थिन् तब भुसको कल्ली बस्थ्यो र भुसको कल्लीले गीत गाउँथ्यो। कहिले चढायौ सिमलको रुख, कहिले भोग्यौ दरबारको सुख। धनीमा हुँदा छ्याइ छ्याइ कल्ली, गरिब माइती भएका बखत बाटो देखेन भुसको रोटी। नरिसाउ दिदी नरिसाउ चेली, नरिसाउ भाइ नरिसाउ माइती, पुरानो रित हो। त्यसरी सुनकेसराका गोडामा लगाएका भुसका दुईवटा कल्लीले सुनकेसराको बाबुआमा छँदादेखि भाइको बिहे हुँदासम्मको सबै कथा सुनाए रे। सबैले कथा सुने र त्यो भुसको रोटीले भनेको यो कथा अहिले पनि सबैतिर भनिँदैछ रे।